यहाँ चाहिँ बिग बजार हो दार्जिलिङको। हामी चाहिँ यहाँनिर आइरहेको छौँ। आज सुषमा म रजनी चाहिँ आइरहेको छौँ किनभने चाहिँ आज चाहिँ रजनीले चाहिँ हामीलाई बर्थडे ट्रिट दिन्छ अरे। यहाँ कस्तो ब्युटी भएर आइरहेछौँ। अहिले हामीलाई चाहिँ डोमिनोसमा लिएको छ। अब भित्र पस्दैछौँ पिज्जा खानुको लागि। सुषमाले ऊपर फोटो खिच्दैछ। बसो हामी डोमिनोसमा बसिसकेको छौँ। भिड रहेछ है। टेबलहरू त फुल रहेछ। यहाँ चाहिँ सफा गर्नुपर्ने पो रहेछ त यहाँ त। हामी चाहिँ पर्खिरहेको छौँ पिज्जा अर्डर गरेर। आएको छैन, भोक लागिसक्यो। सबजना बसिरहेको छ। ल हाम्रो टर्न आयो। सुषमा गएको छ ऊपर ल्याउनु। भोक लागिसक्यो। कति बज्यो? 2 बजे है। के नाग्यो? अन्त 2:10 भइसक्यो। हामी 1 बजे खाने। हामी कति चाहिँ भोक लागिसकेको छ। यहाँनिर बसिरहेको छौँ। रजनीको बर्थडे खानु पर्खिँदा भयो है। ह्याप्पी बर्थडे रजनीलाई फेरि पनि। अब खाना आइपुग्नु आँटेको छ। खानाभन्दा पनि लन्च। सुषमाले खुसी हुँदै ल्याउँदैछ। हाँस्दै ल्याउँदैछ सुषमाले खुसी हुँदै। वाउ पिज्जा केक यो चाहिँ मेरो अरे यिनीहरूको त्यो अरे यस्तो भएको जस्तो भयो। त्यस कारणले गर्दा म चाहिँ पहिले चाहिँ पिज्जा होइन पहिले चाहिँ केकबाटै सुरु गर्दैछु। यहाँ दुईजनाले एकदमै मसला ससला छर्दैछ। सुषमाले ढोक पनि गर्यो। खायो नि कहाँ हामी चाहिँ खाइपी गरेर पनि फर्किँदैछौँ। यहाँ सुषमा र रजनीलाई चाहिँ ड्युटी जानु ढिलो भयो अरे। म चाहिँ आज नजाउँ भनेको तर जान्छु। आउनै पऱ्यो नि। अब जानु पऱ्यो नि। ड्युटी नै पऱ्यो नि। जानुपर्छ नि। आज फर्स्ट डे हो। मजा आउँछ। अल्छी पनि लाग्छ फेरि फर्स्टमा त है। ए यो चाहिँ मलाई चाहिएको थियो। मलाई कस्तो भयो। अब चाहिँ हामी अफिस जानु पऱ्यो। तल ब्याङ्क